हेलो साथीहरु, मेरो भिडियोमा हजुरहरुलाई स्वागत छ र तपाईहरुलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना। 2082 सालको र आज चाहिँ हाम्रोतिर चाहिँ मौसम घाम लागिरहेछ अनि यता माथि पारी नागीतिर चाहिँ कुइरो लागिरहेछ। आज चाहिँ हाम्रोतिर हिजोको भन्दा राम्रो दिन भएको छ। हिजोको भिडियो हेर्नुभयो भने थाहा पाइहाल्नु होला दिन कस्तो भएको थियो भनेर। अनि आज चाहिँ हामी छेमाहरुको घरतिर जाँदै छौं। के कति तपाईहरु पनि घुम्न जानुभयो होला र हामी पनि यहाँ दुईजना झापाली लिएर म पनि छेमाहरुकोमा जाँदै छु। दिदीको छोरीहरु चाहिँ अस्ति झापादेखि आएको अनि छेमाहरुकोतिर लगेको छैन। अस्तिदेखि लान्छु भन्दा भन्दै टाइम पनि भएको थिएन अनि आज चाहिँ लाँदै छु अब एकछिनमा। अनि यता चाहिँ चर्को घाम लागेको छ नि त, आँखा हेर्नु दिएको छैन घामले। धेरै जाडो छ नि त, यता चाहिँ अलि मौसम ठिकै छ अनि माथि पाटी नागीतिर चाहिँ यस्तो भइरहेछ अनि हल्का गीत गाएको पनि सुनिँदैछ। अहिले मात्रै उपस्थिति हुनुभयो जस्तो छ गायकहरू। अनि यता उभो यस्तो छ मौसम चाहिँ पानी पर्ला जस्तो भइरहेछ अनि झन् पाटी नागी चाहिँ धुम्मै छ। बिहानैदेखि त्यता चाहिँ बरु यता पो अलि राम्रो राम्रो छ दिन त। भाउजूले चाहिँ त्यहाँ खोले काट्दा हात काट्नु भएछ अनि देखाउनु हुँदैछ। यहाँ हेर्नु न हात काटेर भन्नुहुँदैछ। अनि यता उभो चाहिँ कति धुम्म छ दिन। पाटी नागीतिर चाहिँ आज मेला लाग्छ नि त, 1 गते वैशाख 1 गते। अनि आज चाहिँ गायकहरू पनि आउने अरे भनेको सुन्दै थिएँ। अनि त्यता चाहिँ धुम्म छ दिन पनि। यता बरु हाम्रोतिर चाहिँ राम्रो भयो दिन। आज उभो चाहिँ बरु पानी पर्ला जस्तो भइरहेछ। यता उँधो चाहिँ यता चाहिँ कति राम्रो दिन भइरहेछ बरु आजको दिन चाहिँ। अब त फुलहरू पनि सबै झरिसक्न आँटिसक्यो, बिउ पनि पाक्न बेला हुन आँटिसक्यो। यस्तो भइरहेछ अहिले चाहिँ। अब त यो सबै आदिसरो झरेर पानीले गर्दा भाउजू चाहिँ यहाँनिर नानी सुताउनु हुँदैछ। अनि यता आउनु त भनेको हाँस्दै हाँस्दै बिस्तारो आउनु हुँदैछ। भाउजू स्लो मोसनमा आउनु पर्यो भन्दै लगाउँदै आउनु हुँदैछ। भाउजू चाहिँ यहाँनिर हाँस्दै। यो चाहिँ पारिपट्टि छेमाहरूको घर तलदेखि देखिँदा यहाँ उत्तिसघारीदेखि चाहिँ हाम्रो घर देखिँदो रहेछ। अनि यहाँ यस्तो गरेर घुमाएर यता खिचेको, यता माथि चाहिँ घाम डुब्न लागिसक्यो। अनि यहाँ छेमाहरूको घर तलतिर पुग्यौँ। यहाँ घर छेउमा पुगेपछि उसी भने अघि मटर टिपेर खाँदैछ, त्यहाँ धुलोदेखि टिप्दै खाँदैछ। अनि माइजू पनि आउनुभएको रहेछ। अनि माइजू चाहिँ यहाँ मल हाल्नु हुँदैछ लसुन बारीमा। अनि छेमा त्यहाँ हुनुहुन्छ यहाँ छेमा। अनि यहाँ चाहिँ लसुन बारीमा उयो गर्नु हुँदो रहेछ क्या, आज चाहिँ मल लगाउनु हुँदो रहेछ। अनि बाजे पनि आउनुभएको रहेछ, सनाबा र बाजे त्यहाँ गफ गर्नु हुँदै थियो घाम ताप्दै बाहिर। अनि बाजे मेरो मामाको बाजे चाहिँ यहाँ गफ गर्दै। अनि मैले चाहिँ यहाँभित्र किचनबाट खिच्दिएको। अनि हामीले चाहिँ खाजाहरू पनि खाइसक्यौँ। अनि यहाँ बाहिर शिवानी चाहिँ मटर टिप्ने भनेर त्यहाँ तल झर्दैछ। अनि यहाँ पुरै छेमा चाहिँ यहाँ धन्दा गर्नुहुँदैछ यहाँनिर। अनि ऊ अघि शिवानी त ऊ खाजा साजा खाएर पनि मटर टिप्न थाल्यो। तल उसको चाहिँ मटर भनेपछि फेभरेट
अनि झोला हल्लाइरहेछ यता गफ लाउँदै सबै टिपेर खाइसक्थ्यौँ म आज राति नै भन्दै हो बोर्ड चुटाइदिउँ भन्दै शिवानी त यहाँ छेमाहरूको देख चाहिँ यस्तो देखिन्छ अलि यता छेमाहरूको त्यो चाहिँ अलि ढुङ्गा ढुङ्गा छ हाम्रो भन्दा चाहिँ अनि यहाँ यस्तो घाम लागिरहेको छ अलि यता चाहिँ यता अलि अँधेरो छ अनि यहाँ तल शिवानी चाहिँ टिपेछ चाहिँ मटर अनि यताउतो पनि देखिन्छ यहाँ छेमा र भाउजू पनि हेर्नुहुन्छ त्यहाँ शिवानीलाई जिस्काउँदै शिवानी तलदेखि बोलेको गर्छ अनि यहाँ हाँस्नु हुँदैछ छेमा चाहिँ यता नि टिप्न भन्नुहुँदैछ छेमाले अब चाहिँ हामी घर फर्क्यौँ नानीले अघि यत्रो पोका बोकेर हिँडिरहेछ मटरको त्यो रेला गर्दै आजको भिडियो यति नै बाई बाई साथीहरू।